साथीहरूसँग। मेरो साथीहरू मलाई कोटेश्वरमा वेट गरिरहेछन्। अभी मजा आएगा ना भिडो। गाडीदेखि हिँडेर आइसक्यौँ। अब हामी अर्को गाडी, हाम्रो गाडी चेन्ज हुन्छ। अब लोकेसनमा पुगिसके। आमा यो सिडी को चढेर जान्छ यत्रो। हामीहरू टिकट काट्दैछौँ यहाँ सिडी चढ्न लाको। म त सक्दैन क्या। सबभन्दा पछाडि त म रहेछु, अरू सबै माथि गइसके। भ्यूहरू पनि राम्रो देखिरहेछ। हाम्रो डेस्टिनेसनमा पुग्न अलिकति मात्र बाँकी छ। फाइनल्ली म पुगेँ, जिउँदै पुगेँ। यहाँको क्याफेहरू बन्दैछ सायद, गुम्बा पनि छ। सबजना थाकिसक्यौँ हामीहरू, पुगेकै छैनौँ। सबहरू आफ्नो आफ्नो गफमा व्यस्त छन्। यहाँ अलिअलि फर्निचरको काम पनि हुँदैछ। हामी यहाँ पुगिसकेको छौँ। अब हाम्रो यहाँ खानेकुराहरू रेडी भइसकेको छ। पिकनिक खाएर आइसक्यौँ। अब हामी भित्र जान्छौँ फोटो सुटको लागि। फाइनल्ली हामी यहाँ पुगिसक्यौँ। अब भित्र जाने सकियो। अब हामी आफ्नो घर जाँदैछौँ। अनि मेरो सानो मिनी भ्लगलाई सपोर्ट गरिदिनु होला। थ्याङ्क यू। फर्किँदै अब रमाइलो गर्दै। यता हाम्रो म्याडम हुनुहुन्छ ल। हजुरलाई आजको यो ड्राई पिकनिक कस्तो लाग्दैछ? मलाई यो ड्राई पिकनिक ल साइड लाग्नुहोस्। तपाईँलाई भन्नुहोस्, आफ्नो जिज्ञासा राख्नुहोस्। यो लाठी हो बोल्नु। ल भन्नुहोस् त आफ्नो जिज्ञासाहरू। मस्त लाग्यो, राम्रो लाग्यो। हजुरहरू पनि आउनु होला। म त भन्छु यता त कोही पनि नआउनु। कसैलाई मृत्युको अलि माया लागिरहेको छ भने आउनु, नत्र नआउनु। ल हजुर भन्नुहोस्, काफल खाँदै। एकदम वन्डरफुल, वाउ, सो स्वीट। जान्छु के आफूले बगाउँछ आफूले। ल हजुर भन्नुहोस्। हजुर हजुर हेलो म्याडम पारी। म के भन्न चाहनु? दामी रह्यो, रमाइलो रह्यो म्याम। मैले के यसको जिब्रो छैन भन्नु। हेलो म्याडम, हजुरलाई के भयो? मलाई के भएको छैन। ल तपाईँको एक्सपिरियन्स भन्नु न, कस्तो भयो? एकचोटि चाहिँ तपाईहरुले यहाँ घुम्नै पर्छ। अनि तपाईँलाई एक्सपेक्टेसन भर्सेस रियालिटी कस्तो लागिरहेछ? कति डिफिकल्ट, कति डिफरेन्ट लाग्यो? बेस्ट हैन, रिग्रेट हुन्छ हुँदैन। मलाई त एकदम हिँड्न नि गाह्रो भइरहेछ। यत्रो बाटो हिँडेर जानुपर्ने छ। पानी पर्ला जस्तै भइराखेको छ। कति राम्रो मौसम। मेरो रुम पुग्न अलिअलि भन्दा पनि 2-3वटा बस चेन्ज गर्नुपर्छ। हामीहरू यहाँदेखि निस्किसक्यौँ। अब हामीहरू बसको वेटिङ गर्छौँ। यतादेखि बस पाइन्छ कि पाइँदैन डाइरेक्ट, खै बिहान त 2टा बस चेन्ज गरेर आएको। पानी पर्दैछ गाइज। सबै आफ्नो रुममा गइसकेँ। म पनि अब रुममा पुग्दैछु। पानी पर्दैछ।